सन्दकपुर जाने गाडी चाहिँ यो हो। यस्तो गाडीहरु जान्छ ल्यान्ड रोभर नचढेको मैले धेरै वर्ष भएको थिएँ, आज चाहिँ चढ्नु पाउँदैछु। सन्दकपुरको लागि हामी रेडीमा माने भन्ज्याङबाट चाहिँ अब यस्तो गाडीहरु जाँदैछ। यी धेरै वर्ष यो इंग्ल्यान्डको गाडी अरे। यो दुईटा गाडी हो हाम्रो सन्दकपुर जानको लागि। यी हाम्रो गुरुजी यहाँ हाम्रो गाडीहरु यी दुईटा रेडी। ए हाम्रो गुरुजी चाहिँ यहाँ हुनुहुन्छ। तपाई चिया पानी त खानुहुन्न? बेलुका म जस्तै रहेछ। राति चाहिँ म पनि खान्छु। दिउँसो चाहिँ म पनि खाँदैन। उहाँ पनि त्यस्तै रहेछ हो, हल्का त खानै पर्यो। जाडो हुन्छ? जाडोमा हजुर। आज धेरै वर्षमा म ल्यान्ड रोभर चढ्दैछु। 36-37 वर्ष भयो होला नचढेको। यहाँ मात्रै छ। भरे तपाईँको नम्बर दिनुहोस् ल, थुप्रैले सोधिबस्छ त। हिजो जोगाड गरेर बल्लैले पाएको हामीले। दुईजना रेडी। माने भन्ज्याङको मौसम चाहिँ यस्तो रहेछ आजको। हाम्रो गाडी चाहिँ अलिक पुरानो रहेछ। हेमा बहिनी कुन चाहिँमा? यसमा? यसमै जाउँ ल। हेमा बहिनी र म चाहिँ एउटै गाडीमा पढेछौँ, पछाडिको गाडीमा। सबभन्दा ठुलो यी हाम्रो। अब निकाल्छु। मम्मी यहाँ हाम्रो गुरुजी मैले बनाएँ अघि। बानी बेहोरा सेम रहेछ मेरो। राति मात्रै खाने, दिउँसो नखाने। अनि भाइकै नम्बर लान्छु म हो। ए अच्छा अच्छा। हाम्रो परिस्थितिहरु हामी चाहिँ लाग्न आँट्यौँ। सबै जति पनि छ नि सब बाटोमै छ। त्यो सबै देखाएर लाने हो हैन? केही त देख्दैन छ। हामीले त बन्द गरेको। कहाँ फोटो खिच्नुपर्छ तिनीहरू देखाउनुहोस् न तपाईँले। रोकेर हेर्ने हो नि त। हजुर हजुर। हेर्नुस् न, तपाईहरुले यस्तो गाडी देख्नु भएको गरेर जानु। म यो खालको गाडी नचढेको 40 वर्षहरु जस्तो भयो होला। हामीलाई सेफ्टी पुराइदिनु हुने। हाम्रो गुरुजी यहाँ हुनुहुन्छ माइजु। ल ओम साराम। हामी चाहिँ लाग्यौँ उकालो अब सन्दकपुरतिर। निकै टाइम पो लाग्छ त समय। माथि कति घन्टामा पुग्छौँ भाइ हामी? हजुर हजुर। ए हजुर 4 घन्टा है?